हेलो गाइज, फेरि पनि स्वागत छ मेरो यो भ्लगमा। र आज म गइरहेको छु माछा रेसिपी बनाउन। कृपया हेरेर साथको सहयोग दिनुहोला। हेर्नुहोस् कसरी बनाइन्छ माछा रेसिपी। फर्स्टमा मैले मजाले तारे माछालाई, त्यसपछि मजाले तारे अनि तेल हाले, त्यसपछि प्याज, हेर्न सक्नुहुन्छ र बिस्तारै म फ्राई गर्दैछु प्याजलाई। त्यसपछि मैले मजाले भुटे, त्यसपछि टमेटो हाले। टमेटो भन्नाले टमाटर, र त्यसलाई नि मैले मजाले मिक्स गरेर भुटे, मिक्स गरे पातलो नहुन्जेल मजाले मिक्स गरे। अनि अर्ग्यानिक सिलौटोमा पिसेको मरमसलाहरू हाले, लसुन, खुर्सानी मिक्स गरे। त्यसपछि ढिलो खुर्सानी र मसला हाले। सक्नुहुन्छ। हल्का यो चाहिँ मिस्टेक भयो, पहिला नै देखाउनु पर्ने थियो गाइज। अनि मजाले भइसकेपछि मैले यसमा पानी मिसाउनु पर्ने हुन्छ। पानी मिसाइसकेपछि अलि तातो बोइल भएपछि मात्र फिस हाल्नुपर्छ यसमा। र मैले हालेँ र रेसिपी यही हो गाइस। बब्बल भएको थियो, मिठो।